हेलो नानी बाबुहरू, आज म फेरि कोर्डिनेट ज्योमेट्रीको एंगल बिट्विन टू स्ट्रेट लाइनको सर्ट क्वेसन नम्बर 10 लिएर आएको छु। अब यो क्वेसन चाहिँ हाम्रो सी 2079 मा सोधेको क्वेसन हो। 79 भनेको करिब 82 र 79 को तीन वर्षको डिफरेन्समा छ। अब यो क्वेसन पनि अहिले सी मा आउन सक्ला हैन। ल यसलाई कसरी बनाउने भन्ने कुरा हेरौँ। पहिले क्वेसन पढौँ। Find the slope of the line which is perpendicular to the line segment joining the points 2, 3 and 5, 7. अब यसलाई बनाउँदाखेरि ल पहिले here अब पहिले दुईटा पोइन्ट दिएको छ। दुईटा पोइन्टको के गरौँ हामी स्लोप। दुईटा पोइन्टको स्लोप निकालौँ। स्लोप अफ द पोइन्ट्स slope of the points 2, 3 and 5, 7 m1 equals to के हुन्छ फर्मुला y2 minus y1 upon x2 minus x1। हामीले दुईटा पोइन्टको स्लोप निकाल्दाखेरि कुन फर्मुला युज गरेको थियौं y2 minus y1 upon x2 minus x1। यो फर्मुला त हामीले कसमा पढेको थियौं 9 क्लासमा हो के न। ल अब फेरि y2 minus y1 यो x1 y1 यो x2 y2 y2 minus y1 7 minus 3 upon x2 minus x1 5 minus 2 equals to 7 minus 3 4 and 5 minus 2 3। अब कंडीशन यसलाई हेरौँ which is perpendicular भनेछ। अब perpendicular हुने कंडीशन हाम्रो कुन थियो y m1 m2 equals to minus 1। अब त्यही कंडीशन युज गरौँ। therefore condition of perpendicular m1 m2 equals to minus 1 or m1 is 4 upon 3 m2 equals to minus 1। अब यसलाई m2 equals to यसलाई यो जाँदाखेरि यो रिभर्स हुने भने यो 3 माथि 4 चाहिँ के हुन्छ तल आउने हो 3/4। यो नै यसको के हो आन्सर हो के न। ल अब यसलाई कसरी पढ्ने पहिले के गर्नु नानी बाबुहरु पहिले स्लोप। यो स्लोप भनेको हामीले बुझ्नुपर्छ कि यो सेकेन्ड स्लोप निकाल्ने हो। लाइन दिए यो दुईटा पोइन्ट दिएको छ। यो दुईटा पोइन्टबाट हामीले के गर्छौं फर्स्ट स्लोप निकाल्छौं। अब यो m1 आइसकेपछि m2 निकाल्दाखेरि कन्डिसनलाई एप्लाई गर्ने। कन्डिसन कस्तो थियो परपेन्डिकुलर। अब कन्डिसन अफ परपेन्डिकुलर भन्ने छौं m1 m2 -1 भन्यौ। m1 भनेको 4/3 m2 यो 1 को अप्परमा जाँदाखेरि -1 4/3 यो 3 माथि जाँदाखेरि 3/4 हुने हो के न। ल अब यसलाई यसरी बनाउनु पर्छ भनेर याद राख्नु हैन। मेरो YouTube च्यानल चाहिँ हो वीरेन्द्र थापा और थापा सर 2877। यसमा गएर मेरो YouTube का भिडियोहरु जम्मै हेर्न सक्छौ। मैले पोसिबिलिटी क्वेशनहरु राम्रो गरिरहेको छु। यही क्वेशनहरुलाई पढे पनि तिमीहरुले अनि सी मा A+ आउने सम्भावना म्याक्सिमम छ। अरु पनि भिडियो हाल्छु म तिमीहरुलाई मोस्ट इम्पोर्टेन्ट क्वेशनहरु पछि पढाउँदै जाने छौ। यस्ता क्वेशनलाई पढ्नु र मेरो YouTube च्यानललाई सब्स्क्राइब पनि गरिदिनु, शेयर पनि गरिदिनु। धन्यवाद।